लगभग यो मेरो लास्ट यो सेकेन्ड लास्ट टिक्स यो टिक्स सुनिएर यो टिक्स बाहिर निस्केर यो नसा हिँड्ने बाटोमा गएर नसा च्यापेर मेरो चाहिँ बायाँ खुट्टामा जाने साइटिका नसा च्यापेर म उभिन बस्न हिँड्न केही गर्न पनि नसक्ने अवस्थामा पुगेको थिएँ। म विदेशमा काम गर्न गएको थिएँ। विदेश पनि म त्यसरी बिमारी भएर लगभग 2-3 महिना जति म विदेशमै त्यसरी लगभग 2-3 महिना जति सुतेँ। त्यहाँदेखि पछाडि म विदेशबाट नेपाल फर्केर आएँ। नेपाल फर्केर आएर पनि धेरै किसिमका मैले उपचारहरू गराएँ, मसाजहरू गराएँ, तर त्यसले केही पनि भएन। त्यो नभइसकेपछि मैले यो सेराजेमको बारेमा थाहा पाएँ। जुन दिनदेखि थाहा पाएँ त्यही दिनदेखि म आएँ र 22 दिनसम्म मेरो उपचार गर्ने क्रममा केही पनि प्रगति भएन। म जति कमजोर अवस्थामा थिएँ त्यस्तै अवस्थामा आइरहेँ र म धेरै त्यति बेला आत्तिएको पनि थिएँ, होमलेस भइसकेको थिएँ। म कहीँ जानु पर्ला भनेर अथवा मैले सर्जरी गराउनु पर्ला भनेर, तर भाग्यवश मेरो सर्जरी पनि गराउनु परेन र हिजो म नेपालबाट बाहिर जाने अवस्थामा जस्तो थिएँ त्यस्तै अवस्थामा म आइपुगेको छु। पूर्ण रूपमा म ठिक भइसकेको छु। त्यो भएको भएर तपाईँहरूलाई पनि विश्वास दिलाउन चाहन्छु यो टिक्स सुन्ने र नसा च्यापेको केसमा 100% ठिक हुन्छ। आउनुपर्छ र राम्रोसँग उपचार थेरापी लियो भने ठिक हुन्छ। र यस्तै अरू अलग अलग बिमारीहरू पनि हाम्रो शरीरका सबै जान्छन्। आउनुपर्छ, विश्वास गर्नुपर्छ र नियमित थेरापी लिनुपर्छ भन्न चाहन्छु। धन्यवाद। धन्यवाद हाम्रो म्याक्स दाइलाई। अनि म्याक्स दाइ निर्माण दाइ माफ गर्नु होला। अनि तपाईँको यो समस्या चाहिँ कसरी, यो तपाईँको डिस्क चाहिँ कसरी चिप्लियो भन्ने कुरा तपाईँलाई थाहा छ? यो चाहिँ के भयो भने म यहाँ त्यही हो, यहाँ चाहिँ मेरो एउटा निर्माण ट्रेड एन्ड सप्लायर्स भन्ने कम्पनी थियो। म एक्सरेको एसेसरी सामानहरू सप्लाई गर्थेँ नेपालमा। अनि मेरो यहाँ एउटा मोबाइल रिपेयरिङ पसल पनि छ। दाजुभाइ मिलेर हामीले त्यही काम गर्थ्यौँ। आफ्नो काम म एकदमै इन्जोय गरेर रमाई खुसीका साथ गरेको थिएँ र मलाई रमाइलो थियो। म टिभी परेर अमेरिका जानुपर्ने भयो। त्यहाँदेखि पछाडि मैले यो सबै क्लोज गरेर गएँ। त्यहाँ अर्काको काम गर्नुपर्ने। अब उसलाई दिएको, उसले किनेको आवरमा मैले 1 मिनट पनि तलमाथि गर्न पाउँदिनँ। मैले काम त ह्याप्पीकै गर्नु परेन। मैले क्यासियर काम गर्थेँ तर उभिनु पर्थ्यो, बस्न पाइँदैन थियो। त्यो भइसकेपछि मलाई उभिने क्रममा चाहिँ नर्मल पेन कहिलेकाहीँ टाउको अरडिने, कहिलेकाहीँ ढाड दुख्ने हाम्रो हुन्छ, त्यस्तै पेन सुरु भएको हो। तर अब मैले रेस्ट गर्न पाइनँ। रेस्ट गर्न नपाएपछि मेरो 2-3 महिना पछाडिबाट त्यो धेरै पेनको कारणले चाहिँ डिस्क सुन्निन पुगेछ। अनि डिस्क सुन्निँदै गएपछि मेरो ढाड दुख्यो, ढाडबाट खुट्टा दुख्न थाल्यो, खुट्टा दुख्दै खुट्टा झमझम गर्न थाल्यो। अनि खुट्टा लाटो हुने क्रममा अगाडि बढ्यो। म उभिन बस्न केही गर्न पनि नसक्ने। इभन मलाई मेरो श्रीमतीले नुहाइदिनु पर्थ्यो, खुवाइदिनु पर्थ्यो त्यहाँ पनि। र यहाँ आएपछि पनि मेरो भाइले मलाई त्यो काम गर्यो, मम्मीले त्यो काम गर्नुभयो। त्यो अवस्थामा भइसकेपछि त्यहाँ मैले डक्टर, त्यहाँ फेरि एकदमै गाह्रो उपचारको केसमा चाहिँ अति नै गाह्रो छ अमेरिका। खर्चिलो पनि छ र डक्टर पनि पाइँदैन। मैले त्यो मेरो डक्टरलाई देखाउनको लागि 2 महिना मैले आया भनेर खपेर बसेँ र सर्जन डक्टरको टाइम लिनलाई 3 महिना पर्खेँ र सर्जन डक्टरलाई भेटेर म नेपाल गएर आउँछु भने, किनभने सर्जरी गर्नेहरू धेरैले भने कि खुट्टा टेकिँदैन अथवा अनेक समस्या आउँछ, नसा छुएपछि समस्या आउँछ। यो कारणले म नेपाल आएँ र नेपाल आएर मैले सेराजेमलाई पाएँ। सेराजेममा आएपछि म अहिले ठिक भएको छु। अब फर्केर जान सक्ने भएको छु। फर्केर धेरै थोक गर्नु छ। त्यस्तै तपाईँहरूको पनि राम्रो हुन्छ। आउनु सही ठाउँमा आइपुग्नु भएको छ। यहीँबाट तपाईँहरूले पुनर्जन्म पाउनुहुनेछ भन्न चाहन्छु। धन्यवाद। अनि तपाईँले जुन डक्टरलाई देखाउनु भयो अमेरिकामा, अनि उहाँले चाहिँ तपाईँको यो गर्नु पऱ्यो भने कति खर्च लाग्छ के भन्नुभएको थियो? होइन, खर्च त तपाईँको त्यहाँनिर लगभग 55-60 हजार डलर भनेको 45-50 लाख रुपियाँ नेपालको लाग्थ्यो। अति नै खर्चिलो छ। तर त्यहाँ पैसा नभए पनि पहिले उपचार हुन्छ। अनि मैले जसरी तिर्न सक्छु, महिनाको $10 तिर्छु भने पनि, महिनाको $1000 तिर्छु भने पनि त्यो मेरो चोइस हुन्छ। अथवा मैले सक्दिनँ भने पनि केही अप्सन निकालेर काहीँ फन्डहरू खोजेर पनि त्यो चान्स दिन्छ। त्यो भएको भएर त्यो धेरै तुरुन्तै नेपालमा जस्तो पैसा थुपारेर गर्नुपर्ने थियो भने समस्या हुन्थ्यो होला। त्यो नभएको भएर मैले उपचार त गराउँथेँ। तर मैले त्यहाँ धेरैलाई सोद्धाखेरि चाहिँ सर्जरी गरेपछि बिग्रिन्छ भन्ने भएको भएर म आएँ। अहिले पनि मेरो नेपालको 1500 लाख रुपियाँको चाहिँ बिल आइरहेको छ त्यहाँ। ल अब उहाँको चाहिँ त्यत्रो समस्या, त्यत्रो पैसा खर्च गर्नुपर्ने समस्या चाहिँ यहाँ आएर निःशुल्क ठिक भएको छ कि छैन? एकदमै धेरै निःशुल्क मात्र होइन। यो सायदै सेराजेम मलाई बचाउनलाई नेपालमा आएको थियो होला जस्तो लागिरहेछ र यसको लागि स्पेसल धन्यवाद जसले नेपालमा सेराजेम ल्याउनु भयो। अनि जसले सरस्वती नगरमा सेराजेम ल्याउनु भयो। सरस्वती नगरमा सेराजेम स्थापना गर्ने को तपाईँहरूलाई थाहा छैन? उहाँलाई मैले यति धेरै धन्यवाद दिनुपर्छ कि उहाँ मेरो यो अब मैले अहिले उभिएको
जिन्दगी जिउने मान्छे हो, त्यसैले मैले उहाँलाई कहिले पनि बिर्सिन सक्दिनँ। साथसाथै तपाईँहरूलाई पनि तपाईँहरूको माया ममता भएको थिएन भने पनि म यो ठाउँमा हुन्थिनँ होला। त्यसैले हामी सबैलाई म धन्यवाद दिन चाहन्छु र सधैँभरि म सम्झिन चाहन्छु। धन्यवाद। ल अब यही खुसियालीमा एउटा नारा लगाएर चाहिँ हामी अर्को थेरापी गर्न जान्छौँ। अनि यो नारा चाहिँ हाम्रो निर्माण दाइले लाउनुहुन्छ। हुन्छ हुन्छ कि हुँदैन? म ट्राई गर्छु, बिर्सिन्छु कि भनेर डर लागिरहेको छ। ल त्यो बजाउने पनि रेडी हो? ल म भटाइदिउँ त? ल कहाँबाट थाल्ने हो? बिर्स्यो त। 1 2 3 4 धन्यवाद। ल सेतो टोकन हुनेहरू बिस्तारै बिस्तारै थेरापीको लागि जानु होला। अब सेतो टोकन पछि रातो टोकन अगाडि आएर बसिदिनु होला। अनि रातो टोकनमा त्रिबलको कार्ड कोसँग छ? रातो टोकनमा त्रिबलको कार्ड कोसँग छ?